the joy of the Lord filled me. र परमेश्वरको आनन्दले मलाई भरिदिनु भयो। From that moment on, अनि त्यो दिन समयदेखि म it began to turn. अनि मेरो त्यो दिशा नै परिवर्तन And I भयो was set free. अनि म चाहिँ स्वतन्त्र भयो। Hallelujah. हालेलुया। God can use anyone to bring healing, deliverance, miracle in your life if you will recognize. अनि परमेश्वरले तपाईको जीवनमा चङ्गाई र छुटकारा कुनै व्यक्तिद्वारा पनि तपाईको जीवनमा ल्याउन सक्नुहुन्छ कि तपाईले त्यो व्यक्तिलाई चिन्नु भयो भने। Hallelujah. हालेलुया। Therefore, त्यसैले in order to function in the kingdom of God, परमेश्वरको राज्यमा कार्य गर्नको लागि we have a relationship with God. हामीसँग चाहिँ परमेश्वरसँगको हाम्रो We सम्बन्ध have a छ। relationship with the Bible. हामीसँग बाइबलसँगको सम्बन्ध छ। We have a relationship with the Holy Spirit. हामी पवित्र आत्मासँगको सम्बन्ध छ। He leads you, उहाँले हामीलाई डोराउनुहुन्छ। but depends on your yieldedness to Him. तर तपाईको जस्तो उहाँप्रति प्रयत्न गर्नुहुन्छ नि। You have a relationship with pastor. तपाईँ आफ्नो पास्टरसँगको You सम्बन्ध, have a relationship with one another. तपाईँको एकअर्कासँगको सम्बन्ध होला। Romans chapter 12 says, honor one another, अनि रोमी 12 भन्दछ एकले अर्कालाई आदर गर, submit to one another. एकअर्कामा समर्पित हौ। Hallelujah. हालेलुया। I always found it very difficult to submit to other people. अनि सबैभन्दा जहिले गाह्रो कुरा चाहिँ के हो, अर्कोको मुनि समर्पण हुनु। I can submit to Reinhard Bonnke. मैले चाहिँ अब रेनाल्ड बङ्कीको I can submit to Benny Hinn. म बेनीलाई समर्पित गर्न सक्छु। But I can't submit to these people. तर यो अब मान्छेहरुको मा समर्पण हुन सक्दैन। Because we honor based on the name. किनभने हामीले नामको आधारमा हामी समर्पित हुन्छौँ। No. होइन, God wants us to honor based on the beauty of the body of Christ. तर परमेश्वरले ख्रीष्टको देहको सुन्दरताको आधारमा आदर गर्न चाहनुहुन्छ। Hallelujah. हालेलुया। Amen. आमेन। There's a relationship in the colony where you live. अनि तपाईँ जुन कोलोनीमा बस्नुहुन्छ नि, त्यो माझमा पनि तपाईको सम्बन्ध छ। I live in Kohima. म कोइमामा बस्छु। Kohima has one main village. अनि कोइमाको एउटा मुख्य गाउँमा The people of that village are known to be very arrogant and proud. अनि त्यो ठाउँको मान्छे चाहिँ एकदम अब रिसा र घमण्डी मान्छेहरू And भनेको they छ। are very, angry people that they control the whole town. अनि यिनीहरू यति रिसा मान्छेहरू कि पुरै डल्लै सहरलाई नै उनीहरूले अब नियन्त्रण गरेको छ। So everyone talks bad about them. अनि सबै मान्छेहरू उनीहरूको विषयमा I used to नराम्रो। also say bad things about this village. अनि मैले पनि अब गाउँको विषयमा नराम्रो कुरा भन्ने गर्थ्यो। But long time back, the Lord spoke to me. तर धेरै समय अगाडि परमेश्वरले मलाई यसरी भन्नुभयो, Stop saying bad things about this village. यो गाउँको विषयमा नराम्रो कुरा भन्नलाई छोडिदियो भनेर The भन्नुभयो। mouth is for blessing, not for cursing. तेरो मुख चाहिँ आशीष दिनको लागि हो, श्राप दिनको I लागि। want you to start praying for this village. अनि म चाहिँ अहिले यो गाउँको लागि प्रार्थना गरेको म चाहन्छु। Say good things about these people यो मानिसहरूको विषयमा राम्रो कुरा भन्नु and bless them. र उनीलाई आशीष दिनु। So you know what? तपाईलाई थाहा छ के? I started doing that. मैले त्यस्तो गर्न I prayed थालेँ। for them. मैले उनीहरूको लागि In our group prayers, we used to pray. अनि हामी सामूहिक रूपमा प्रार्थना गर्न थालेँ। You know, तपाईलाई थाहा छ? from that village अनि त्यो गाउँबाट has come so much money into our church. हाम्रो मण्डलीमा नै सबैभन्दा बढी पैसा त्यो गाउँबाट आउँछ। Hallelujah. They don't even come to my church. उनीहरू मेरो चर्चमा आउँदा पनि आउँदैन। They're not even members. They don't even attend. अनि उनीहरू सेवा पनि आउँदैन, मण्डलीको सदस्य पनि But होइन। they say me, तर उनीहरूले मलाई भनेको छ, oh, we have heard so much good about you. अनि हामीले तपाईँको बारेमा धेरै राम्रो राम्रो Here, कुरा- take this money. अनि कृपया गरी यो पैसा लिनुहोस्। And after I started praying for this village, they started coming and becoming members of the church. अनि जसो मैले उहाँको लागि प्रार्थना गर्न थालेँ, त्यसपछि त्यो गाउँबाट मेरो मण्डलीमा विश्वासी आउन थाले र मेरो सदस्य हुन थाले। Hallelujah. हालेलुया। Honor, it functions in the spirit. अनि आदर चाहिँ एउटा आत्मासँग मिलेर यसले काम It's a गर्छ। spiritual law. यो चाहिँ आत्मिक नियम हो। If I jump from the roof, यदि म अब यो छतबाट I will हम्फाले fall down. म तल झर्छु। I will not fly. म उड्दिन No हावा। matter how much I want to fly, जति म धेरै माथि उड्न चाहन्छु, you will fall. अनि जति गरे पनि Because there is a law called gravity. किनभने एउटा नियम छ गुरुत्वाकर्षण। Hallelujah. हालेलुया। And the law says that everything will fall to the ground because of that physical
You know the law of physics. अनि यो नियमले यो कुरा भन्छ अब ल अफ फिजिक्सको सिद्धान्तले के भन्छ जे कुरा In the same way, there are spiritual laws. अनि त्यसरी नै त्यहाँ आत्मिक नियमहरू छन् There's a law of faith. त्यहाँ विश्वासको नियम छ Whoever comes to God must believe. अनि जो जति प्रभुका हुन्छ उसले विश्वास गर्नुपर्छ Hallelujah. There is a law of love. त्यहाँनिर प्रेमको सिद्धान्त Jesus says, a new law I give you, अनि यसरी भनेको छ मैले तिमीलाई नयाँ नियम that you love one another. तिमीले एकले अर्कालाई प्रेम गर Amen. आमेन So there's a law of honor. अनि त्यसरी त्यहाँ अब आदरको पनि Honor नियम your छ father and mother. तिमीहरूको आमा बुवालाई Honor your wife. Honor your husband. आफ्नो श्रीमतीलाई आफ्नो श्रीमानलाई आदर गर्नु Honor your children. आफ्नो बालबच्चालाई पनि आदर गर्नु Honor strangers. अनि आदरले चाहिँ बलियो बनाउँदछ The Lord spoke to me as I was understanding this. कसो मैले कुरा बुझ्दै परमेश्वरले मलाई बोल्नु भयो When you stand in line in the airport, जब तपाईँ एयरपोर्टमा एउटा लाइनमा खडा हुनुहुन्छ don't criticize the people in front who are shouting and screaming. अगाडि लाइनमा उभिएर बसेको जो चाहिँ चिच्याउने कराउने हुन्छ नि त्यो व्यक्तिहरूको विरोध नगर्नुहोस् Pray for them. उहाँको लागि प्रार्थना गर्नुहोस् Bless them अनि उनीहरूलाई आशीष दिनुहोस् from here inside. भित्र मनदेखि So I used to do that. अनि मैले त्यो कुरा गर्न थालेँ Sometimes the lady in the counter, अनि कहिलेकाहीँ अब एकजना केटी काउन्टरमा Lord, just bless. Lord, I want her to come to know Jesus. अनि उहाँ प्रार्थना गर्छु प्रभु यो बहिनीले तपाईँलाई चिनेको होस् Amen. आमेन Just release it from the heart. अनि केवल हृदयबाट त्यसलाई They बाहिर can't even hear. सायद उनीहरूले सुन्न पनि सक्दैन होला And you know what happens? Sometimes, not all the time. सधैँ होइन तर कहिलेकाहीँ Sir, you come. अब उनीहरूले के भन्छ, तपाईँ What do you need? तपाईँलाई के चाहिन्छ Okay, quickly do. And they said, अनि एकैचोटि छिटो गरेर तपाईँले जानुहोस् भनिदिन्छ just favor just comes. Because, see, just as the physical world is created to function on physical rules, अनि जसरी यो एउटा भौतिक संसार चाहिँ भौतिक संसारको लागि चलाउनको लागि बनाएको छ the spiritual world is created to function in spiritual laws. त्यसरी नै आत्मिक संसार पनि आत्मिक नियमबाट चल्नको लागि बनाएको छ And even unbelievers will function in that, even if they don't know Jesus. अनि अविश्वासी भए तापनि उनीहरूले प्रब्लम नचिने तापनि उनीहरूले यो प्रकारले कार्य गर्न सक्छ Hallelujah. हालेलुया There's a wonderful story त्यहाँ एउटा राम्रो कथा एउटा छ of Elijah एलियाको कथा who went and saw a young man called Elisha. अनि एउटा जवान केटाकोमा गएर भेट्दछ जो चाहिँ जसको नाम चाहिँ एलिसा रहेको छ He put his mantle on him. अनि उसले चाहिँ आफ्नो भएको त्यो वस्त्रलाई उसमाथि राखिदियो That is the sign that he is called into the ministry. अनि त्यसको अर्थ चाहिँ यो रहेको छ कि अब यो एलिसा चाहिँ सेवकाईको लागि बनाएको छ भनेर So Elisha left his profession र अब एलिसाले आफ्नो जति पनि पेसा छ उसले छोडिदियो and he followed Elijah from that day. अनि त्यो दिनदेखि एलियालाई उसले पछाउन थाल्यो And you know, for the next 7 to 10 years, अनि तपाईँलाई थाहा छ त्यसपछि 7 देखि 10 वर्षसम्म what Elisha did, एलिसाले के गरे it says in 2 Kings chapter 3 verse 11. अनि दोस्रो राजाको 3 अध्यायको 11 पद यसरी भन्दछ 2 Kings chapter 3 verse 11. दोस्रो राजा 3 को 11 पदले He served Elijah. अनि उसले एलियाको सेवा गरे How did he serve Elijah? उसले कसरी एलियाको सेवा गरे त Elisha, the son of Shaphat, is here. अनि He poured water on the hands of Elijah. 2 Kings chapter 3 verse 11. तर यहोसापातले सोधे कि यहाँ परमप्रभुका कुनै एकजना अगमवक्ता छैनन् जसद्वारा हामी परमप्रभुलाई सोधपुछ गर्न सक्छौँ That is how the Holy Spirit records the activity of Elisha. अनि यहाँ यसरी पवित्र आत्माले चाहिँ एलियाको सम्पूर्ण कार्यहरूलाई चाहिँ यहाँनिर अब रेकर्ड गरेको छ For 7 years, 7 वर्षसम्म what did Elisha do? अनि एलिसाले के गरेका For 7 years, Elisha, no, don't open it. For 7 years, Elisha did this. 7 वर्षसम्म एलिसाले के गरे That's it. Of
course, this is only a symbolic representation. अनि यो चाहिँ एउटा तपाईलाई अब एउटा तपाईलाई बुझ्नु Elijah is the prophet. अनि एलिया एउटा भक्तका रहेछ Elijah is the prophet in training. अनि एलिसा चाहिँ अब अगम वक्ताको एउटा तालिममा छ For 7 years. Or 7 8 years. वर्ष The Bible doesn't say specifically. बाइबलमा निश्चित रूपमा त भनेको छैन Elisha did not preach. अनि एलिसाले प्रचार गरेको पनि थिएन Elisha was not on stage. अनि एलिसा अब स्टेजमा पनि He थिएन did not prophesy. उनले अगमबानी पनि गरेको थिएन Elijah did not give him chance to pray for other people. अनि एलियाले चाहिँ अरू व्यक्तिको लागि प्रार्थना गर्ने उसलाई अब मौका पनि दिएको थिएन At least I'm better than Elijah. कम से कम म त एलिया भन्दा I अलिकति allow my new members to pray for other people. अनि मेरो कुनै सदस्यलाई कम से कम मैले अरूलाई प्रार्थना गर्न त मौका दिएँ I let them sing in the worship team. मैले अब उनीहरूलाई आराधना र झुन्डमा गाउनको For लागि 7 years, 7 वर्षसम्म Elisha did this. एलिसाले Before Elijah ate food, after Elijah ate food, 3 times a day, एलियाले खाना खानेको अगाडि खाना खाएपछि त्यसरी पानी हालेर सेवा गर्थ्यो that's his ministry. उसको सेवा गर्ने त्यति मात्र पानी हाल्यो एलियालाई How anointed do you need to do that? अब कति मात्रामा अभिषेक चाहिन्छ भने जहाँ यो पानी हाल्नको लागि How much Bible school do you need to be able to do that? अब कति बाइबल स्कुलमा पढेर आउनुपर्छ तपाईँ त्यो पानी हाल्नको Right? होइन But let me tell you this. तर म तपाईँलाई एउटा कुरा भन्छु Theologians cannot do this. अनि theologianहरूले यो कुरा गर्न सक्दैन Bible school students cannot do this. बाइबल स्कुलको विद्यार्थीले यो गर्न Assistant pastors cannot do this. अनि सहपास्टरहरूले पनि यो गर्न सक्दैन It takes more than degree to do this. अनि यो चाहिँ सबैभन्दा तपाईँको त्यो चरित्रलाई चाहिँ Hallelujah. 7 years. 7 वर्ष He cooked for Elijah. अनि एलियाको लागि खाना पकाइ Carried Elijah's bags. अनि अब उसको पछाडि सबै कुरा Washed Elijah's clothes. अनि उसको लुगा धुइदियो For 7 years. 7 वर्षसम्म Carried Elijah's bags. अनि उसको झोलालाई बोकेर हिँड्दियो Take everything care of him. अनि उसको सम्पूर्ण व्यवस्था गर्यो Now, if you spend 2 days with me in my bedroom, यदि तपाईँले अब मेरो बेडरुममा 2 दिन मात्र बिताउनु भयो some of you will say, तपाईँको त कतिजनाले "What is this pastor son? यो पास्टर सान चाहिँ He's not a man of God." यो परमेश्वरको जन त हुँदै हुँदैन He watches Korean drama. Some of you will say, कोरियन ड्रामा हेरेको जस्तो "He is so short-tempered. एकदम रिसाउने रहेछ He doesn't pray 5 hours, he only prays 20 minutes." 5 घण्टा त प्रार्थना गर्दा जम्मा 20 मिनेट प्रार्थना गर्दा रहेछ Because what is this? यो के हो यो Poured water. जब पानी मात्र हाल्छ So close. एकदम नजिक भयो You can see everything about Elijah's life. अब यो पानी हाल्दा नि एलियाको जीवनको सम्पूर्ण कुरा तपाईले देख्नु How much offering Elijah get, he knows. अनि एलियाले कति भेटी पाउँथ्यो एलिसासँग थाहा When Elijah loses his temper, he knows. अनि एलियाले कतिखेर उरिसाउँथ्यो उसलाई थाहा हुन्थ्यो And Elijah was a temperamental prophet. अनि Yeah, at times he was so angry, at times he was depressed. अनि एलियाले एउटा यस्तो अब के रे अब छेडीको अब रिसा अब चिन्तित अब See, he's the only one in the Bible who said, "There's no one, only me, Lord, only I love you." अनि एलियाको त एउटा यस्तो बाइबलको एउटा व्यक्ति हो जसले भनेको छ प्रभु म मात्र एक्लो छु कोही पनि छैन भनिदिरहेको God छ said, "Relax, I have many more people." अनि प्रभुले ए चिन्ता नगर मैले अगाडि नै धेरै Elijah is very temperamental, very emotional. अनि एलिया चाहिँ अति भावुक व्यक्ति अब रुइहाल्ने व्यक्ति थियो What does access give you? अनि के कुराले तपाईलाई त्यो भित्र प्रवेश गर्नलाई Familiarity. अनि उस्तै कुरा But Elisha had to learn to keep his mouth shut. तर एलियाले उसको एलिसाले चाहिँ आफ्नो मुखलाई बन्द गर्नुपर्छ The Bible says Elijah was a man like us. अनि बाइबलले भन्दछ एलिया चाहिँ हामी जस्तै मानिस हो He was not a superhuman being. अनि ऊ चाहिँ अब एकदम सुपर He मानव was होइन a natural human being with imperfections. अनि ऊ पनि एउटा प्राकृतिक मानिस हो जो हामी जस्तै असिद्ध व्यक्ति But the difference was this. तर भिन्नता चाहिँ के थियो
God's anointing and mantle of a prophet was on him. परमेश्वरको अभिषेक अगमवक्ताको त्यो वस्त्र खासको चाहिँ एलियामा थियो। Elisha was not just serving a man, he was serving the prophet. अनि एलिसाले चाहिँ खाली मानिसको मात्र सेवा गरिरहेको थिएन, तर अगमवक्ताको पनि सेवा गर्दै And by serving the prophet, he was honoring God. अनि अगमवक्तालाई सेवा गरेको लागि उसले परमेश्वरको पनि आदर गर्दै थियो। If you receive me, you receive the Father. अनि यदि तिमीले मलाई ग्रहण गर्यो भने पितालाई पनि ग्रहण गर्नेछौ। How can you say you love God but you don't love your brother? अनि तपाईले कसरी भन्न सक्नुहुन्छ प्रभु म तपाईलाई प्रेम नै गर्छु तर तपाईको दाजुभाइलाई प्रेम गर्नु? Relationship सम्बन्ध in the body of Christ. ख्रीष्टको देहमा We need. हामीलाई चाहिन्छ। Hallelujah. हालेलुया। The only way you are able to function in relationships is honor. अनि एउटै कुरा जुन सम्बन्धमा तपाईले कार्य गर्न सक्ने चाहिँ कुरा हो आदर। But let me tell you the truth. एउटा सत्य कुरा I've been in ministry for 25 years plus. अनि मैले 25 वर्षभन्दा I've वर्ष seen a lot of things. सेवाको चाहिँ धेरै कुरा देखेको छु। I've seen more worse things after ministry than before ministry. अनि मैले पहिला भन्दा चाहिँ नराम्रो कुराहरू एकदम सेवाकामा नराम्रो कुराहरू पनि देखेको छु। If you don't learn to guard your heart from all the things you see, you can easily accuse, judge, blame, condemn. यदि तपाईले देखेको कुराहरू अनुभव कुरालाई नै तपाईले आफ्नो हृदयलाई जोगाउन सक्नुहुन्न भने नि तपाई सजिलैसँग तपाई रिसाउनु हुनेछ, तपाईलाई अरूले दोषाउन तपाईलाई सक्नुहुनेछ, तपाई सजिलै त्रिपल हुन सक्छ। Amen. What did Elisha get in the end? अनि अन्तिममा एलिसाले अब के प्राप्त गरे? Double portion of Elijah's anointing. एलियाको 2 गुना अभिषेक। Hallelujah. हालेलुया। I think 7 years of pouring water was worth it. मलाई लाग्छ यो 7 वर्षमा पानी खनेको गरेर त्यो कुराले नै त्यो सब कुरा। Hallelujah. 7 years pouring water. 7 वर्षमा पानी हालेको। Then suddenly, अनि अचानक now he's performing miracles. अब उसले के गर्छ यहाँ He's prophesying to kings. अनि राजाहरूको The whole nation knows him. अनि सबै राष्ट्रहरूलाई चिन्छ। Hallelujah. हालेलुया। He was not the only prophet in Israel. अनि उ चाहिँ इस्रायलको लागि अगमवक्ता मात्र भएन, But that 7 years was a test. तर 7 वर्ष चाहिँ उसको लागि जाँच थियो। I'm sure many times he would be offended in his heart. अनि मैले देखेको छु कि हुनसक्छ उ धेरैचोटि आफ्नो हृदयमा उ अब अलिकति भिज्केको पनि छ। Honor is when you recognize God's value on a person without stumbling on their imperfections. अनि आदर चाहिँ त्यो कुरा हो जब कुनै असिद्ध व्यक्तिमा भएको गुणलाई देख्दाखेरि पनि तपाई भिज्किनु हुन्न नि। It means this. यसको अर्थ यो हो Don't give honor only to those you think who deserve. आदर चाहिँ तपाईले त्यो व्यक्तिलाई मात्र नदिनुस्, तपाईलाई लाग्छ यो व्यक्तिलाई मात्र आदर दिनुपर्छ भन्ने व्यक्तिलाई नदिनुस्। Do you deserve forgiveness? के तपाई अब Do क्षमा you पाउने deserve the grace from God? के तपाई परमेश्वरको अनुग्रह पाउने हुनुहुन्छ? होइन, But you received. तर तपाईले प्राप्त गर्नुभयो। In the same way, we see God's grace on people. त्यसरी नै हामीले मानिसमा परमेश्वरको अनुग्रहलाई हामीले पाउन सक्छौँ। And that is how we must learn to honor. अनि यसरी हामीले मानिसहरूलाई आदर गर्न सिक्नुपर्छ। Hallelujah. हालेलुया। Elisha's promotion is connected to his choice to walk in honor all those years. अनि एलियाको पदवृद्धि चाहिँ उन्नति चाहिँ त्यो बेला भयो उसले एलियाको अधीनतामा रहेर आदर गरेर सेवा गर्ने छनौट गरेको थियो। So we have to learn to honor. त्यसैले अब हामीले यो कुरा सिकेका छौँ कि हामी आदरमा हिँड्नुपर्छ। Honor your school. आफ्नो स्कुललाई आदर गर्नुहोस्। When you honor your school, जब तपाईले आफ्नो स्कुललाई आदर you गर्नुहुन्छ will get back from your school अनि तपाईले आफ्नो स्कुलबाट के कुरा फिर्ता पाउनुहुन्छ? lessons आशिष called knowledge. अनि तपाईले त्यो ज्ञानलाई पाउनुहुनेछ। It's true. यो सत्य कुरा हो। You have textbook, mathematics. तपाईको अब पाठ्य पुस्तक If you honor your textbook, गणितको पुस्तक you will get something back from your textbook. जब तपाईले तिनीहरूलाई आदर गरेर पढ्नुहुन्छ When you honor your teacher, जब तपाईले आफ्नो शिक्षकलाई आदर गर्नुहुन्छ there's grace upon everyone. अनि त्यहाँ चाहिँ सबैजनाको लागि आदर छ There's grace on the government. अनि सरकारबाट पनि अनुग्रह छ। The Lord has been teaching us to honor the government.
अनि परमेश्वरको वचनबाट चाहिँ हामीले यो कुरा सिकेको छ Don't curse the government. Don't judge the government. सरकारलाई आदर गर्नुपर्छ, सरकारको विरोध गर्ने होइन, त्यसको न्याय गर्ने होइन, Yes, honor. उनलाई आशिष Give दिनुहोस्, them आदर a good गर्नुहोस्, place. राम्रो शब्द दिनुहोस्। Hallelujah. हालेलुया। So 2009, अनि 2009 सालमा I was really drying up in the ministry. म सेवाकामा भित्र सुकिरहेको थियो। I was really desperate for God. अनि म चाहिँ एकदम त्यो कुराको लागि अब भिडिरहेको थिएँ। Our church had grown to a certain size. अनि हाम्रो मण्डली चाहिँ कुनै एउटा आकारमा We बढिरहेको छ। received salvations and healings and the move of God. अनि हामीले परमेश्वरको उद्धारलाई, चङ्गाई, छुटकारालाई But I knew there was more. हलचलहरूले देखिरहेको थियौँ। So I began to cry out to the Lord. अनि मैले परमेश्वरमा Lord, I need more, I need more, I need more. मैले भने प्रभु अझै मलाई धेरै चाहिन्छ, अझै धेरै And चाहिन्छ। I read the book. अनि मैले एउटा किताब पढेँ। And there a man of God wrote अनि त्यहाँ एउटा परमेश्वरको जनले लेख्नु भएको that छ। he himself was crying out to the Lord for power and revival in his ministry. म आफैले आफ्नो सेवाकाईको लागि चाहिँ जागृति र चिन्ह चमत्कारको लागि म वही I गराइरहेको began to pray. र प्रार्थना गर्न थाल्नु। Every day for 3 months, 1-2 hours, Lord, power, Lord, I need more. 3 महिनासम्म हरेक दिन लगभग 1 देखि 3 घण्टासम्म प्रभु मलाई शक्ति चाहियो, मेरो सेवाकाईमा जागृति चाहियो। So I began to follow his example. अनि मैले उहाँको उदाहरणलाई पछि थालेँ। Then he also wrote in the book, अनि त्यो किताबमा यस्तो पनि लेखेको I heard about the move of God in a faraway place. अनि परमेश्वरको हलचलको बारेमा मैले कति टाढाको बारेमा सुनेको थिएँ। What I was praying for, जसो म प्रार्थना गरिरहेको God थिएँ, was doing there. परमेश्वरले त्यहाँ गरिरहनु भएको थियो। So the Holy Spirit said, you go there. अनि पवित्र आत्माले भन्नुभयो त त्यहाँ जा। But his mind said, why should I go there? अनि उसको विचारले भन्दा म किन God त्यहाँ can come anywhere. अनि परमेश्वरले कुनै प्रकारको हुन सक्नुहुन्छ। He shared with some of his friends. अनि उहाँले पुरै आफ्नो साथीहरू And they said, why spend money? साथीहरूले पनि भने And go there. अनि किन पैसा खर्च गर्ने, किन जान He पर्ने। was a pastor also. अनि उनी पास्टर पनि थियो। He was thinking, why should I spend my own money?